सभामुखले निर्देशन दिनु पर्यो कि सबै जिल्लामा बजेट किन गएन? त्यो निर्देशन दिन आउँदैन सभामुखलाई एमाले जे भने त्यही निर्देशन छ भने सभामुख संसदको एमालेको होइन। बजेट बनाउँदाखेरि प्रधानमन्त्री खुसी छ कि छैन? प्रधानमन्त्री खुसी हुनुहुन्छ कि उहाँको क्षेत्रमा बजेट गएछ? बजेट बनाउँदाखेरि सम्बन्धित मन्त्रीहरू खुसी छ कि छैन? खुसी छन्, किन आफ्नो क्षेत्रमा हालेको छ। बजेट बनाउँदाखेरि जसले मन्त्रीलाई नियुक्ति गर्ने नेता खुसी छ कि छैन? नेपाल सरकारलाई म आग्रह गर्न चाहन्छु, यो 4-5 जिल्ला जुन भाग्यमानी जिल्लाहरू छन् त्यसलाई नेपालमा राखौँ, बाँकी 77 जिल्लाको 72 जिल्लालाई लिजमा दिउँ अर्को देशलाई, अमेरिकालाई दिउँ, चाइनालाई दिउँ, भारतलाई दिउँ। अब त्यसै कारण जब बजेटै जाँदैन भने त्यो जिल्ला नेपालमा किन राख्ने? खाली ट्याक्स लिनलाई राख्ने? देशलाई कहीँ कतै अर्को देशमा अमेरिका लगायत देशमा गाभिदिउँ भनेर संसदको रोस्टमबाट यस्तो आपत्ति जनाएको छ। यो त देश गाभिदिए भनेर लिजमा दिउँ भनेको छु। जब तपाईले बजेट राख्नु त तपाई किन त्यो अभिव्यक्ति राष्ट्रघाती अभिव्यक्ति हो, यो देशकै अभिव्यक्ति हो। होइन प्रधानमन्त्रीले मन्त्रीले आफ्नो जिल्लामा राख्छ भने यो कारबाहीको विषय हो। सरलाईमा बजेट किन सामान्य सभापतिको मात्र विषय होइन। एउटा कुरा के भने बजेट पनि नजाने, बोल्न पनि नपाउने, हामी पनि जनताबाट आएको हो। तपाईको दायामाले आएको होइन, तपाई जसरी आएछ तपाई त्यही प्रक्रियाबाट म पनि आएको हो। अनि तपाईलाई दायामाले यहाँको तपाईले उठाइदिएकै होइन। देशप्रति गद्दार तपाई हो, देशप्रति गद्दार जसले देशको विकास दिन 20 वर्षमा देशलाई गरी बनाइदियो, युवाहरूलाई बाहिर पठाइदियो, युवाहरूलाई विदेश पठाइदिने, देशलाई भ्रष्टाचारमा डुबाइदिने र देशको गद्दार हामी हुने। एउटा कुरा के भने यो गरेर हुँदैन। यो सत्तापछि जे बजेट लाग्यो भने त्यसलाई हामी मान्दैन। जनताप्रति न्याय हुनुपर्छ, देशको सम्पूर्ण विकास हुनुपर्छ। 4-5 जिल्लामा सबै बजेट थुपार्ने र बोल्न पनि नपाउने। सभामुखजी स्वतन्त्र सांसद साँडेर जहिले पनि मलाई रुलिङ मात्र गर्ने होइन, सबैलाई रुलिङ गर्नुपर्छ। सबै संसद बराबर हो, यहाँ कोही ठुलो होइन कोही सानो होइन। किनकि बारम्बार देख्छु कि हामीलाई मात्रै रुलिङ गर्ने, स्वतन्त्र सांसदलाई मात्र रुलिङ गर्ने कि आज एउटा राष्ट्रपाललाई दुख दिइराख्ने यहाँ, किनकि सानो दल छ, एउटा स्वतन्त्र सांसद चाहिँ बोल्न नदिने, त्यसलाई रुलिङ दिने र सरकारको बजेट आफू जम्मै कुम्लाउने, त्यसलाई ताली बजाउने। त्यस कारणले यो अन्याय हामी सहँदैन। हामी नयाँ सांसद होइन, अन्याय सहनको लागि जनताले हामीलाई भेजेको छैन। अन्याय विरुद्ध लड्नको लागि भेजेको छ। चाहे त्यो आर्थिक असमानता होस्, चाहे जातीय असमानता होस्, चाहे लैङ्गिक असमानता होस्, त्यसको लागि बोल्न यहाँ आएको छु। होइन हामी त गुच्चा खेल्न आएको हो। हामी हिजोको दिनमा पनि अन्याय अत्याचार भएको थियो, राजाको त्यसको पनि लागि लडेर आएको हो। कसैले हामीलाई टीका लगाएर आइदिएको होइन। त्यसै कारणले जनताको कुरा, जनताको आवाज यहाँ बोल्छु, त्यति क्लियर हो।